यति राम्री सुन्दरीलाई देखाएर यो के गरेको ए भिनाजु? भिनाजु पनि के भन्नु यस्ता फटालाई? लोमीका नाममा कलङ्क डुबाउने हो त आफ्नै सालोलाई, मलाई डुबाउने। हे तेरिका, यति सानो कुरा पो लिएर आएको छ। उहाँ बुढी चेपेर उता हनिमुन कता जानु पर्ने बेलामा अझै त यस्तै साना कुरामा अल्झिराखेका छस्। अब हेर है बाबु, यो कोदाली पाते दाँतेको बिहे नै भइराखेको रहन्छ। यसको बाउले जसरी पनि यो छोरीको बिहे गराइदिनु पर्यो भनेर मलाई भन्यो, अनि मैले यो छोरी देखाएर तेरो बिहे नगराइदिएको भए यो मेरो कटेज कसरी बन्थ्यो भन्छ। अब म यस्तै छु, मान्छेलाई फस्ल्याङ फुस्लुङ पार्छु, फकाउँछु, डुबाइहाल्छु। के बोले भाइ? काम के बोले? पनि के जथाभावी बोले? फस्ल्याङ फुस्लुङ पार्ने, फकाउने, डुबाउने त हो। यस्तै त छु त म। फेरि हेर है, ह्यान्डसम राम्रो केटाहरूलाई चाहिँ नराम्रै श्रीमती पर्दो रहेछ के। यहाँ हेर्ने मेरो श्रीमती हेर्टलाई कति छ। म यति राम्रो ह्यान्डसम छु, मेरो श्रीमती हेर्टे यहाँ हेर्दै काली कुच्ची हेरि नसक्नु छ नि। उदाहरण त तेरै आँखा के रे उदाहरण मलाई देखाउँछौ? म नराम्री भइ रे? के भन्नु खोजे तिमीले? तेरिका नरिसाउ न के चन्द्रु, फेरि मैले कहाँ तिमीलाई नराम्रो भन्न खोजेको हो र? म यहाँ सालोसँग कुरा गर्दैछु के। त्यही भएर सालो बाबु, अहिले त त्यो के पार्लर सार्लर हुन्छ अरे नि त, हो त्यस्तोमा बुहारीलाई लानु, त्यो वासवास के हुन्छ अरे त्यो अनुहार पखाल्ने त्यसले पखालिदिनु, अनि चमकाउने चिजहरू काजु बदाम पेस्ता दुधहरू खुवाउनु, जुस खुवाउनु, फलफुल खुवाउनु, अनि त्यो बुहारीलाई चमक आइहाल्छ नि। अनि सालु बाबु, बुहारीलाई लिएर हनिमुन चाहिँ कहाँ जाने भयो त? चितवन?